हाम्रो देशकै नमुना चित्रमा कोत्रेबाट विजयपुर भित्रमा ओके हाम्रो दाइले चाहिँ अझै एउटामा नाच्छु भन्नुभएको छ। यो उमेरमा त मेरो त खुट्टा दुख्नु कम्मर दुख्नु घाँट दुख्नु हुन्छ होला सायद। कति जोसिलो हुनुहुन्छ दाइले, एकदमै सम्मान छ। अहिलेदेखि नाचिरहनु भएको छ एकदमै धन्यवाद हजुरलाई। अब एकछिनपछि हामी अहिलेको लागि पनि एउटा अन्तिम गीत गाउँछु है त। ट्र्याक नम्बर 28 प्ले गरिदिनु होला। उहाँहरू उपस्थित भइदिनु हुन अनुरोध गर्छु। त्यसै गरी रमेश अर्याल भिडियोको उपाध्यक्षज्यू कृपया रुपाई प्रतियोगिता सुरु गरिदिनु। यो स्टेज निर्माणकर्ताले यो स्टेज कमजोर हुन सक्छ, गर्न सक्छ, सबैलाई व्यवस्थापन गरिदिनु होला भनेर मलाई अनुरोध गर्नुभएको छ। यहाँहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु, यहाँहरू सबै तल गइदिनु प्लिज। सबैलाई स्टेजमा आउने रहर हुने। स्टेज धान्ने हो कि होइन? घाँटी धन्यवाद। रमाइलो भएको छ। अब हावा सर गाउँछ एकछिन चाहिँ हाम्रो दाइले सिकाएको दाइले
कहाँ जानु भयो त नि त्यो दाइ यार मलाई अघि वहीँ माथि शान्तिप्रेमी आमा समूहको भवन मुनि गएर सहुलियत पूर्ण खाजा रोटी खाजा खानुलाई पानी खानुलाई गर्नु रोकिनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। मासु चाहिँ अगाडि बढ्दै जान्छ। उपस्थित महानुभावहरू यो कार्यक्रममा यदि कसैलाई स्वास्थ्य सम्बन्धी समस्या पर्यो भने हाम्रो यस 20औं वर्षाले रोपाई महोत्सवको यतिका नायकसित संस्था महोत्सवको पनि महोत्सव लेखा महोत्सव हप्तेहरूको है। शान्तिप्रेमी धेरै धेरै धन्यवाद छ आमालाई पनि।
धेरै धन्यवाद छ खासमा यो महिला पर्यटन परिषदले पोखरामा यो हरेक महिना सिजन होस् भनेर हरेक वर्ष सिजन होस् सबै समय सिजन होस् भनेर यो असारे रोपाइँ महोत्सव विगत 2061 सालबाट सुरु गर्दै आएको अहिले हामी 20औं एपिसोडमा आइसक्यौँ। बिचको कोभिडले गर्दा 2-3टा एपिसोड हुन सकेन, त्यसले गर्दा अहिले हामी यो बुँदेतालको छेउ पोखरा 26मा आएका छौँ। अवश्य पनि यसको उद्देश्य भनेको यो डेस्टिनेसन प्रमोसन पनि हो, त्यसैले यो बुँदेताललाई हामीले सिलेक्सन गर्यौँ। यसले अनि अर्को परम्परागत खेती प्रणालीलाई युवा प्रस्तावमा यो चिनारी दिनु पनि यसको उद्देश्य हो भने यसले खास अफ सिजनमा पनि यो खालको इभेन्ट हुन्छ, पोखरा आउनुहोस् है भनेर पोखराको पर्यटन चलायमान गर्नको लागि गरिएको इभेन्ट हो।